किन आएको तिम्रो यहाँ पहिलोपल्ट आयो नि कसरी ल्याएर आयो कि पहिले त नलगेर व्हाट्सएप गाइजको माधव ब्लग टुरिस्ट परिवार फिटिङमा आज बुक्समा आइसकेको छु। मैले भैलोको हाल्छु भनेको थियो तर गड स्वेयर मैले भैलो खेलेको छैन किनभने यस्तै भयो अगाडि चाहिँ अब कति खेल्दै खेलेनौँ कि हामीले भैलो नै खेल्दैनौँ त्यही भएर पनि हो है। यहाँ चाहिँ आज मेरो भाइ सिद्धार्थ परियार अनि मेरो भाइ हुन् अनि फेरि यहाँ चाहिँ आज हामी घर यहाँ सिद्धार्थ मेरो भाइको घर आएको थियौँ के अरे ड्रम सेटमा छौँ हामी देख्न सक्नुहुन्छ यहाँ दुईवटा ड्रम ऊ छ स्पिकर है यो स्पिकर यिनले बजाउँछन् र म गिटार बजाउँछु यसमा गाइस साँच्ची बजाउने म कसम बजाइदिन्छु खतरा बजाइदिन्छु ल यसमा बजाउनु अहिले सो गाइस यो यसको ऊ छैन कि मतलब ऊ हुन्छ त एउटा भन्दा छैन यो गिटारको हो तर यति नै हुन्छ कि के हुन्छ मैले नेउलनमा बजाएको भएर नेउलन स्ट्रिङ गिटारमा बजाएको भएर त्यो मलाई बानी परिसकेको छ कि के हो त्यो मलाई आफै थाहा छैन त्यो कमेन्टमा गरेर लेख्नु होला है नबजाउनु एकछिन म कुरा गरिरहेको छु एकछिन के 2 मिनट के सो गाइस त्यो एकछिन हेरिदिनु होला भन्न चाहे अब एकछिन गिटार सितार बजाउँछौँ कुन गाना भन्नु ए गाइस मेरो माइकै लगाउनु बिर्सिसकेँ त बजाउनु दुईटैले तर केही पनि कुन गाना हो त्यो पनि थाहा छैन ल अब कुन हो भनेपछि एउटा म गानै भन्छु हजुरहरूलाई एउटा त्यो के मनका कुरा भन्ने सङ सुन्नुभयो होला नलाउने यो बलले बलै बोलाउँथे करले उठे भए करै गर्थ्थे मनका कुरा नबुझिने कसले एकरो माया गरिरहे जरिले बन्नु निजे बन्नु ढुङ्गादेखि हानु मायाका कुरा आफैले जानु कुरा गरे कुरैको दुःख माया गरी मन मेरो फुट्यो रुनलाई करू सुन्नलाई ओठ दुखाउनलाई त मर्न नचल्दैछ नचल्ने हात पनि नचल्ने साथ मिठो सम्हाल्न आफूलाई आफै त चल्दैछ ओ ओ ला 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 ला। सो गाइस यहाँ हाम्रो ड्रम सेट हेर्न सक्नुहुन्छ यो गाना चाहिँ भ्याइयो ए हाम्रो मोटे भाइले यहाँ के बनाएको छ ओ र मैले कस्तो गिटार बजाएको छु कमेन्टमा लेख्नु होला है फेरि रकम बजाउँछु ल कालको
पानी माछीले खानी पिरिमसित जाने कि नजाने तालको पानी माछीले खानी पिरिमसित जाने कि नजाने कहाँको तिनका आगो नाच्ने बाछरी त आकाशैको बाजा जुगो भयो पिँढीमा त बल्ल भेटे आज सुनको आउँथी समुद्री सातली आउला बाटो लागे नेपाल जम्ला युतरी आम्लाई तालको पानी माछीले पानी पिरिमसित जाने कि नजाने तालको पानी माछीले खानी पिरिमसित जाने कि नजाने धन्यवाद सो अब अर्को सङ्गतिरतर्फ जान्छौँ कुनै अलि राम्रो होला सो गाइस हामी यहाँ गफसप गर्दा रहेको थियो हाम्रो घरमा पनि त्यो के अवस्था छ अब घर गयो भने घरको ब्लगको सुट गर्दाखेरि मेरो ठ्याक्कै दिमागमा आयो भने म त्यो देखाइदिन्छु गिटारको के हालत छ तिमी पनि आजदेखि रेगुलर हेर्नु है मेरो ब्लग जुन आउँछ नोटिफिकेसन खै ब्लग सुट गरेको थिएँ त्यो पनि पछाडि ब्याक क्यामेरा नभएर फ्रन्ट क्यामेरादेखि भएको रहेछ अनि म त्यति झुट्टै यसरी ब्लग बनाउन लागेको रहेछु कि यो पनि मेरो जस्तै भयो तर राम्रो अब यो क्वालिटी तालको पानी तालको पानी माछीलाई खानी जाने कि नजाने जुगो भयो पिँढीमा त बल्ल भेटे आज जुगो अघि समुद्री सतली आउला बाटो लागि नेपाल जम्ला युतरी आम्लाई तालको पानी खानी पिरिमसित जाने कि नजाने तालको पानी माछीले खानी पिरिमसित जाने कि नजाने यो यहाँ भन्दा पनि पहिला भोइस सुन्नु पऱ्यो त्यो त अब सङ्ग त सुनिहाल्छ लोक न ओ खाली ओराली गर्दै आकाभरि भर्दै आधी बेरी सँग खुला नदी सागर तर्दै दुःख पीडा बिर्सदै म आएँ परदेशबाट फर्किआएँ नयाँ नयाँ सपना ओ खाली ओराली गर्दै आँखाभरि रहर भर्दै आधी बेरी सँग लड्दै खोला नदी सागर तर्दै दुःख पीडा बिर्सदै म आएँ परदेशबाट फर्किआएँ नयाँ नयाँ सपना ओ खाली ओराली गर्दै सयपत्री सुनखरी लाले पाते जाही फुलेका पाखाभरि छर्दै वरिपरि खुसी फेरि यो मन योभन्दा अगाडि आउनु है सो गाइस यस्तो लाइटले गर्दा पनि हल्का यस्तो गर्न है अब अर्को ढोलक बजाउँछु
नहीं ऊ त्यो मक्कै बारी दराम तालको बानी ना त्यो धेरै भयो के यो बत्ती इज गोइङ त्यही पनि यहाँ सुविधा छ गाइस राम्रोसँग यहाँ डिस्को नाला देख्न सकिन्छ गाइस लौ जा अघिदेखि भिडियो बनाएको दबेकै रहन्छ यस्तै हुन्छ यो मसँग जहिले पनि होइन मारी छ ब्राङ मलाई साथी यस्तो हुन्छ तर मसँग धेरैचोटि योभन्दा अगाडि वाला फ्रन्ट क्यामेरादेखि भएको थियो कि नै दुईचोटि बनाएँ दुवैचोटि भएको के बाहिर कुरा गर्न लाग्थेन अघि पंखा सङ्खा चल्थ्यो यो नबजाऊ कि ल सुन्नुहोस् यो गाना कुन हो र यो गाना बहुत साह्रै इजी छ सबको लागि र एउटा यो अर्को होला है यो वाला भन्नु तिमी पनि भन कुन गाना नन्ना रे नारे सुन्नु छैन केजिएफ को नारे तारी त तारो ये सुन्ने छैन अनि यो सुन न तुझे देखा मैंने तेरे सुन न सुन अब यो अर्को तुझे देखा तेरा त्यही होला त्यो निरा जहिले रिसाउने सङ सुनेछौ खै के थियो सो गाइस यहाँनिर चाहिँ एउटा घटना घटेको छ म कोलपुर आएको थिएँ मामाघर थिएँ अस्ति मामाघरमा मैले पहिले खेलेको भने अब त्यो धेरै अगाडि आधा क्लिप्स नै गायब छ है त्यही हो अनि फेरि यहाँ आएको छ र घटना घटेको एउटा खै 2-3वटा कुच्चापाचीहरूले मोबाइल चोरेर लग्दो रहेछन् अब त्यो मोबाइलको सिलसिला के हो तिनीहरूले उ गरेर चाहिँ एउटा पङ्खा यो आइसक्रिम बेच्छ नि त आइसक्रिम माथि पङ्खा हुन्छ फालुदाको कोही ठेला लगाउँछ नि त त्यो माथि फ्यान हुन्छ एडजस्ट फ्यान त्यो एडजस्ट फ्यानमा तिनीहरूले टुटालेर हो कि के गरेर तिनीहरूले लगेर भाइजान्छन् अनि आज बिहान समातेन् अनि समात्दाखेरि त्यही हो समातेपछि त्यो भर्खर के गरेँ त्यो क्लिप्समा देखाउँछु हेरिदिनु होला है त्यही हो अनि तिनीहरूको साथीहरूको नामहरू टिपाएँ त्यो म पछितिर गएँ त्यही भएर मलाई आधा मात्र यसमा क्लिप छ जति छ मलाई त्यति हजुरहरूको अगाडि मैले पेस गरिदिइरहेको छु हेर्नुहोस् है त पहिलोपल्ट आयो नि कसरी ल्याएर आयो कि कोहीले त नलगेर त कसरी हुन्छ त्यो मोबाइल कस्तो रहेछ त्यो कहाँबाट चोरी गरेको त्यो मोबाइल कुन कहाँदेखि चोरी गरेको अहिले त्यसको एमआई थाहा हुन्छ त्यहाँ इलाकामा त्यहाँ यो पङ्खा कहाँ लगिसकेको थियो यो हातमा लिएर हिँडिरहेको थिएँ मैले उदलितामा बस्न त्यहीँतिर देखाएको थिएँ तिम्रो उताबाट यता छिरेँ त्यहाँनिर त्यो कामै थिएन यतातिर आउने यो पङ्खा पनि जोड्न आएको थियो अर्को भाग्यो केही नगरेको भाग्नु पर्ने आँटको त थियो केही त्यो कहाँ बस्छ अर्को उता पठाएको थियो नत्र त्यतिकै किनेरलाई मोबाइल भित्र लग्ने અંદર राख्छु म सबलाई त्यो यो हेर्नुतिर कोठा बस्छ घर चाहिँ कोठा बस्छ भाडा बस्छ घर छ अनि पैसा त 10 गते त 25 बस्छ
दसवीं का पछाडि फेरि बाबाले मेरो छोराले चोरे खाएर भन्छ इसका गाड़ी बुलाओ, ये सब मोबाइल सब पर्दाफाश हो जाएगा, कहाँ से चोरी किया इन्होंने, ये ऐसे नहीं बोलेंगे। तो फैन चोर है भाइ गाड़ी बुलाओ यहाँ, ये ऐसे तो कहाँ झूठ सच बोलेंगे, झूठ बोल रहे हैं। पुलिस का गाड़ी बुलाए, बोल या बता दे कहाँ से चोरी किया। चोरी किया है तूने मोबाइल की, तेरी आंखें बता रही है तूने चोरी किया है। सब देखता है, आज देखता तेरे को मैंने कैसे पकड़ा यहाँ पे? तर अस्ति मोबाइल चोरेर कहाँ गरे कहाँ बेच्यो भन हमारे हाँ आगे हमारे अब त आउनु लाग्यो गाडी भनिहाल झूठ पे झूठ बोला जा रहा है। ये किया है, कहाँ से चोरी की बता, किसके यहाँ से चोरी किया है बता। गाड़ी नहीं गाड़ी इलाका में जाएगा कि बताएगा भाग जाएगा, बोल छोड़ देंगे तेरे को। किसके यहाँ से चोरी किया? यसरी बाइक गरेर यहाँ वाला नहीं दुकान कहाँ लोग कहाँ पर लगे हेरिसक्नु भएको होला अनि कस्तो भएको थियो त्यहाँ पुलिसहरूले लगेर पनि गइसकिन्। तर बी अलर्ट, सबलाई म भन्न चाहे सब सावधान हुनु होला, किनभने यस्तै चोरी हुन्छ। के हुन्थ्यो गरे त्यो झ्यालमा पाल पार्दैन, जाली हुन्छ, जालीमा पाल पारेर त्यहाँदेखि हात फसाएर त्यसपछि मोबाइल लिने गर्दैन गरे हो। त्यही भएर सावधान हुनु होला भन्न चाहे। र आजको लागि यति नै हुन्छ, अनि यति नै हुन्छ। एडिट गरेर फेरि अपलोड गर्नुपर्ने हुन्छ, त्यसैले बी अलर्ट भनेर म अलिकति हजुरहरूलाई जानकारी दिन चाहेर मैले अलिकति जानकारी दिएको। नत्र त मलाई केही त्यस्तो आवश्यकता पर्ने थिएन, किन हो के हो भनेर मैले हालिदिइसकेँ। र हेर्नु होला है त।